हाई गाइज वेलकम टु माई न्यू ब्लग। मैले चाहिँ आज मस्यौराको के भन्छ अरे यस्तो मस्यौराको छोइला बनाउन लागेको छु है। देख्ছি होइन कस्तो हुन्छ हेरौँ। यसमा चाहिँ हल्का पानी हालेर यसलाई मनतातो बनाएर भिजाइदिउँ होइन। चिसो पानीले चाहिँ अलि हुँदैन होइन। यतिको बनाएर यसलाई उमालौँ पहिला पानीले हल्का त्यस्तो उमाल्यो भने मजाले उमाल्यो भने अलिअलि उमालौँ होइन। मैले यहाँ मस्यौरा अझै पनि लिएर आएको छु यही होइन। त्यस पछाडि के भन्छ अरे प्याजको अनि त्यस पछाडि लसुनको पात प्याजको पात पनि लिएर आएको छु। करेन्ट चाउचाउ पनि लिएर आएको छु देख्छु होइन। यतिको तातो भएपछि चाहिँ यसलाई उ गरिदिने होइन हालिदिने अनि ग्यास निभाइदिने। यसलाई 5 मिनटको लागि छोपेर राख्ने। त्यसो लसुन अदुवा यति 2टा डल्ला प्याज अनि ओख्ली अनि यसलाई चाहिँ मसिनो गरेर काट्ने। त्यस पछाडि यसलाई निकाल्दिने। अझै धेरै पाकेछ मेरो चाहिँ। यसलाई चाहिँ यो पानी छ मजाले निचार्ने। यसरी निचारेर यसरी राख्नु। फ्राई गर्नलाई तेल खरियो। अब यो हाल्ने। टमाटर खुर्सानी यति हाल्ने। खुर्सानी जति पिरो खान मन लाग्छ त्यति हाल्न सक्नुहुन्छ तर मैले यति मात्र हाल्छु। मलाई चाहिँ यो चाहिँ हाम्रो अब रेडी भइसक्यो। यतिको रातो भइसक्यो हाम्रो रेडी भइसक्यो। अब चाहिँ है यो चाहिँ रेडी भयो। अब यसलाई सानो बनाएर निकाल्दिने। यसरी अदुवा लसुन यसमा यसरी पकाउनु। मलाई चाहिँ अदुवा लसुन काँचो मन पर्दैन त्यही भएर चाहिँ यहीँ हालेर यसो भुटेको मैले चाहिँ। हाम्रो चाहिँ यहाँ रेडी भइसकेको छ। त्यस पछाडि आउँछ हाम्रो खुर्सानी। त्यस पछाडि यो हेर्नु कस्तो हुन्छ। स्वाद अनुसारको नुन, मसला, त्यस पछाडि कागती, मलाई चाहिँ यो लसुनको प्याजको पातहरू अलि धेरै मनपर्ने भएर चाहिँ मैले चाहिँ अलि धेरै नै हालेको छु है। त मनपर्छ कि मलाई चाहिँ यस्तो चाहिँ यसो त्यही भएर अलि धेरै हालेको छु है मैले चाहिँ। हाम्रो चाहिँ रेडी भयो। ल हेर्नु हेर्नु त देख्दै खाम लाउने कस्तो मिठो। बहुत मिठो भएको छ।